पहिला भनेको चाहिँ एकदम यहाँ जनसङ्ख्या धेरै थियो, जनताहरू एकदम धेरै थियो कि अब त्यो छोराछोरी लिएर आमा बुबा अनि दाजुभाइहरू धेरै थियो। अब अहिले चाहिँ गाउँ चाहिँ अलिक खाली हुन थाल्यो कि है। विदेश अब आफ्नो गाउँमा चाहिँ अब आम्दानी नभएको हुनाले, स्रोत आम्दानी नभएको हुनाले अब सबै विदेश जान थाल्यो कि है। त्यो भएको हुनाले अब गाउँ चाहिँ खाली हुन लाग्यो। अब जनसङ्ख्या एकदम थोरै छ हाम्रो गाउँमा, तर आम्दानी नभएको कारण हो। अब अलि आम्दानी चाहिँ हुनको लागि तपाईँले अलि प्रचार गर्नुभयो भने धेरै राम्रो हुन्थ्यो है। अब वर्ष त भयो, अब त के अरे विदेश जान थालेको त अब कति 10-15 वर्षभन्दा नि बढी भयो होला। गर्दै गयो कि अब युवाहरू, अब त्यो के अरे महिलाहरू सबै अब त्यो अलि सानो सानो उमेरको त सबै विदेश गइसक्यो। अब गाउँ नै खाली हुन लाग्यो कि अब एउटा घरधुरीबाट घर चाहिँ कति भनेपछि अब 60 घरधुरी जति होला, तर जनसङ्ख्या चाहिँ धेरै कम हुँदै गयो। त्यो भएको हुनाले अब एउटा घरधुरीमा 2टा, एउटा 3टा, 4वटा बाइक छैन यहाँ त। किन भनेपछि यही आम्दानी स्रोत नभएर नि हो है। अब यहीँ नि आफ्नै गाउँमै स्रोत आम्दानी भएको भए त यहीँ गाउँमै घर छोडेर किन जान्थ्यो र होइन। त्यो चाहिँ हामीले पर्छ, यो गाउँ चाहिँ पर्छ नभएको हुनाले होला होइन। त गर्ने मान्छे नभएर नि हो। पहिल्यैदेखि अब नेतृत्व राम्रो गर्ने मान्छे राम्रो भए अनि आम्दानी स्रोत धेरै पहिल्यैदेखि के अरे अब हुने भए त अब यस्तो गाउँ छोडेर किन जानु पर्थ्यो र होइन। गाउँभित्र त बाटो भन्नाले अब त्यो गाडीको बाटो सडक नआएको बेलामा मात्रै हो मान्छे हिँड्ने। त्यति बेला त अब तीर्थवासीहरू सबै हिँडेर आउँथ्यो, यहाँ व्यापार पनि हुन्थ्यो है। त्यति बेला त अब हाम्रो यहाँ गाउँको जनसङ्ख्याहरू के अरे एकदम धेरै थियो। अब अलि त्यो के अरे आम्दानी पनि हुन्थ्यो। अब के अरे विदेश जान थालेको थिएन होइन। अब त्यो के अरे सडक चाहिँ अब बाहिरपट्टि लग्यो नि, अब डाइरेक्ट अब मुक्तिनाथ जान्छ अब होइन। अब भेनी जुमसुमबाट आउने के अरे गाडीहरू सबै मुक्तिनाथ रानीपुर डाइरेक्ट जान्छ होइन। हाम्रो गाउँमा एकदम आम्दानी भएन कि, त्यही भएको हुनाले अब गाउँै खाली हुन लाग्यो। स्रोत आम्दानी नभएपछि त खाली हुने भयो होइन। अहिले त अब बसेकोहरू त त्यो खेती किसान गर्ने अनि पशुपालनहरू पाल्ने, कुनैले यहाँ अलिअलि चाहिँ अब व्यापारहरू गर्छ, यहाँको व्यापार, गोराको व्यापारहरू, त्यही आम्दानी हो। नत्र भने धेरै जस्तो चाहिँ खेती किसानै हो।